मात्रै भोलि सुरु गरेको दिनमै हामीले चाहिँ है अब सबैजनालाई तिहार ह्याप्पी तिहार सबैजनालाई है ल अब त्यही नभनेको तिहारको भैलोको सुरुवात गरेर पनि हाम्रो घरको ल अहिले भैलोको दोस्रो उहाँको छ नि अहिले चाहिँ हाम्रो
भैलेको सञ्चालनमै छौँ रमाइलो टोली चलिरहेको छ है अहिले भैलोमा पनि है एकदम राम्रो चलिरहेको छ है रमाइलो भइरहेको तिहारको दिन सम्झना रहनेछ मिसो है हाम्रो वर्ष भैलो खेल्दा नखेल्दा होइन सम्झना सक्यो कान्छा है राम्रो डोरीहरू भयो होइन म यस्तो देखाउँछु है तपाईँहरूले हाम्रो चाहिँ हिजो देउसी भैलो खेलेको कार्यक्रमको चाहिँ आज चाहिँ मजाले त्यसको उठेको पैसाको चाहिँ आज है तास खेल्ने अनि त्यसैको भैलो पिकनिक जस्तो भइरहेछ होइन घरमा नै सबै देखाउँछु म चाहिँ पालै पालो यहाँ चाहिँ हाम्रो एउटा पार्टी चाहिँ तास खेल्दै हुनुहुन्छ यता चाहिँ रमाइलो तरिकाले है त्यसपछि यतै आमाहरू यता सलक्कै बस्नुभयो त्यसपछि हाम्रो यता चाहिँ मासु हेर मात्रै हिजो देउसी भैलोको मिठो यता बन्दैछ के बन्दैछ त नि यता ल यसो भुटिया देखाइदिनु त मामालाई ल गजब देखिरहेको छ है ल यता चाहिँ हाम्रो फेरि कुखुरा रोस्ट फ्राई हुँदैछ है ल फुपू भइरहेको नि होइन गजबले फ्राई यता पनि छ है होइन यहाँ अब ब्लगमा है यो चाहिँ यो तल पनि छ हाम्रो अर्को तिनवटा आइटम अब पिकनिक त हो बजाइ अनि मामा के पाक्दैछ यताखेरि भुट्टा है ल यसो खोलेर देखाइदिनु त यो मिक्स भुट्टा हो यो चाहिँ तिनवटा है तिन ठाउँमा टक्क मासु है सबै ठाउँ फेरि हाम्रो बन्दै गरेको यहाँ त सुरुमा खाने यही भुट्टा होला होइन मामा गजबले ल यताखेरि मिठो भात पकाउनु भयो बजारले चाहिँ हाम्रो आहा गुर्रको है बजारले चाहिँ एकदम राम्रो भात पकाउनुहुन्छ आजको त्यही हो है हाम्रो चाहिँ अब यसपछि चाहिँ अब खाँदाखेरि यसो हेरौँला आजको पिकनिक जस्तो थियो हाम्रो चाहिँ